सौभाग्य हुँदो रहेछ। हामी कलियुगमा बाँच्दा पनि चारै युगको जीवनको अनुभव हामीले लिन सक्दा रहेछौँ। त्यसैले यो अनुभव सम्पदा जुन किताबसँग छ र ज्ञानको सृजनाबाट अमर हुने अवसर हरेक मान्छेलाई हुँदो रहेछ। अनि त्यो चाहिँ यो अघि भनिएको जस्तो भरियापनले चाहिँ नदिँदो रहेछ। त्यसैले ज्ञानको सृजनामा बालबालिकालाई पुर्याउनु हामी सबैको जिम्मेवारी हो। शिक्षा नीतिले त्यहाँसम्म नसोचेको होला, तर हामी त सोच्न सक्छौँ नि आफ्नो बालबालिकाको लागि, हैन? त्यसैले ज्ञानबाट अमर हुने। अब शेक्सपियरलाई कसले मार्ने, हैन? लक्ष्मीप्रसाद देवकोटालाई कसले मार्ने, आइन्स्टाइनलाई कसले मार्ने, हैन? अब ती मान्छेहरू त अमर भयो नि, किनकि उनीहरूको सृजना, उनीहरूको क्रिएसनले यो संसार बदलेको छ। त्यसैले सर्जक बनाउने यो अभियान एउटा सपनाको रूपमा हामी सबै मिलेर देख्यौँ। 2079 सालमा हामीले देखेको यो सपना 81 सालमा आइपुग्दाखेरि हामीले दुईवटा पुस्तकहरू प्रकाशित गरेका छौँ र यसलाई सपोर्ट गर्नको लागि हामीले दुई खालको काम गर्छौँ। यो हजुरहरूलाई धेरैलाई थाहा छँदैछ। एउटा छ पठन, रिडिङ, एक्सटेन्सिभ रिडिङ भन्ने एउटा मोरालिटी हामीले फलो गरेका छौँ। हामीले बेला बेला भन्ने गरेका छौँ संसारमा दुई थरीबाट पढ्न सकिन्छ। एउटा इन्टेन्सिभ रिडिङ छ, अर्को एक्सटेन्सिभ रिडिङ छ। इन्टेन्सिभ रिडिङ भनेको थोरै पढ्ने, गहन पढ्ने, त्यसैमा डुब्ने भयो। एक्सटेन्सिभ रिडिङ भनेको चाहिँ सकेसम्म धेरै पढ्ने। किन पढ्ने भन्दा आनन्दको लागि पढ्ने, शौकका लागि पढ्ने, शौकबाट सक्षमता विकास गर्ने र त्यसैबाट चाहिँ सृजनशील यात्रामा जाने। यो खालको पठन, एक्सटेन्सिभ रिडिङको पठन हामीले विद्यालयमा सुरुवात गऱ्यौँ 79 सालदेखि। विशेष गरी त्योभन्दा अगाडि पनि गर्दै थियौँ, तर सिस्टमेटिक रूपमा चाहिँ हामीले 79 सालदेखि यसलाई सुरु गरेका छौँ। र हामीले हरेक वर्ष विद्यार्थीले कमसेकम पनि यतिवटा किताब पढ्नुपर्छ भन्ने खालको एउटा वातावरण चाहिँ बनाएका छौँ। र यो वर्ष हामीले 50वटा किताब हरेक बच्चाले पढ्नुपर्छ भनेर एउटा टार्गेट सेटिङ पनि गरेका थियौँ। र धेरै बच्चाहरू अस्तिको हाम्रो अभिभावक दिवसमा यो 50वटा एकै वर्षमा किताब पढिसकेपछि उहाँहरूलाई हामीले विभूषित गरेका छौँ। गोल्डन बुक रिडर्स प्यास दिएर उहाँहरूलाई हामीले त्यसरी सम्मान पनि गर्ने गरेका छौँ। अनि यो पठनलाई हामीले त्यत्तिकै किताब पढ्या हो भनेर त्यो 50वटा गर्ने चाहिँ होइन। फेरि त्यसमा चाहिँ एक्सटेन्सिभ रिडिङका थुप्रै टुलहरू हुन्छ, मूल्याङ्कन गर्ने, अभिलेखन गर्ने, रिडिङ लगहरू राख्ने। त्यो सबै पनि हाम्रो टिचरहरूले गरेर त्यसको अभिलेखन गरेर मूल्याङ्कन गरेर अनि त्यसबाट प्रमाणित भएपछि हामीले त्यो 50वटा काउन्ट गर्ने हो। 50वटा भयो भनेर मान्यता दिने हो। अनि एक्सटेन्सिभ रिडिङ चाहिँ अहिले विद्यालयहरूमा र सिङ्गो समाजमा चाहिँ यसले ठुलो स्थान ओगट्दैछ। किनकि पढ्न भनेको अरूलाई जान्ने पल्टिनको लागि होइन रहेछ क्या, आफू जान्नको लागि रहेछ। पढ्नु भनेको एउटा सौख हुनुपर्ने रहेछ, यसमा आनन्द भेट्नुपर्ने रहेछ। अनि पढ्नु भनेको एउटा ध्यान हुनु पर्यो, एउटा क्रीडा हुनु पर्यो। अनि त्यहाँसम्म पुर्याउनको लागि चाहिँ एक्सटेन्सिभ रिडिङले धेरै सहयोग गर्दो रहेछ। अनि यो हाम्रो साझा सपना भइसकेपछि अभिभावक र विद्यालय, शिक्षकहरू सबै मिलेर सहकारी पनि गर्नु पर्यो र यसमा सहभागिता पनि हामीले जनाउँदै आउनु पर्यो र आइराख्नु भएको पनि छ। हामी त्यसको एकदमै धेरै कदर पनि गर्छौँ। र हामीले यो कार्यक्रम अथवा यो अभियान सुरु हुँदै गर्दाखेरि चाहिँ हरेक प्यारेन्ट्सलाई हरेक मिटिङहरूमा अनुरोध गर्दै आएका छौँ कि घरमा भाँडाकुँडा राख्नलाई ऱ्याक भए जस्तै, जुत्ता राख्नलाई ऱ्याक भए जस्तै, कमसेकम किताबहरू राख्नलाई एउटा ऱ्याक चाहिँ भएको घर हुनु पर्यो हाम्रो, होइन? हामी पर्फ्युमहरू, स्याम्पूहरूको लागि ऱ्याक बनाउँछौँ, मदिराको लागि, रक्सीको लागि ऱ्याक बनाउँछौँ। त्यो पुस्तकको लागि ऱ्याक चाहिँ धेरै कम घरमा देखिन्छ नेपाली घरमा। त्यसैले अब यो नयाँ संस्कार हामीले सुरु गर्नु पर्यो। मिनी लाइब्रेरी अथवा सानो पुस्तकालय घर घरबाट पनि सुरुवात गर्नु पर्यो। र हामीले बच्चाले पढेनन् मात्रै भनेर भएन, पढ्न लायकको, पढ्न उपयुक्त र उसले पढ्न सक्ने खालका थुप्रै सामग्रीहरू उपलब्ध गराउनु पर्यो।
त्यसमा बाल साहित्य प्रतिष्ठान जस्तो कार्तिकीय सरको पब्लिकेसन छ। त्यस पछाडि नेपालमा अरू थुप्रै पब्लिकेसन पनि आएको छ। उहाँहरूले निकालेका किताबहरू एकदमै उपयोगी छन् होइन। त्यस्ता किताबहरूलाई राख्नु पऱ्यो भनेदेखि इन्टरनेसनली यो ग्रेडेड रिडर्सहरूलाई पनि हामीले त्यसमा जोड्दै जानुपर्ने हुन्छ। र यो संस्कार विकास गर्नको लागि एउटा मिनी लाइब्रेरीको लागि हामी सधैँ अनुरोध गर्छौँ। धेरै घरमा बनि पनि सकेको छ र हुनुपर्छ। अनि पुस्तकमा लगानी गर्नको लागि होइन हामीले अलिकति मन खुकुलो बनाउनु पर्ने हुन्छ। किनकि खेलौना किन्दा हामीले 1000 को पनि मतलब नगर्दा रहेछौँ। लुगा किन्दा त्योभन्दा बढी पनि मतलब नगर्दा रहेछौँ। किताब किन्दा चाहिँ 100-150 भन्दा पनि बढी हो कि जस्तो लाग्दो रहेछ। किनकि हाम्रो त्यो ऊ छैन नि त होइन, त्यो खालको पुस्तकको सपिङको कल्चर कम भयो नि त। त्यसले गर्दाखेरि त्यस्तो लाग्दो रहेछ। त्यसलाई चाहिँ हामीले बिस्तारै चेन्ज गर्नुपर्ने जरुरी छ। अनि यतिले मात्रै पुग्दैन। हरेक दिन चाहे त्यो 20 मिनट होस् अथवा 40 मिनट होस् अथवा सकिए 1 घन्टा होस्, हरेक दिन बच्चाले किताबसँग बिताएको छ कि छैन हामीले हेरिदिनु पर्यो। उसँग किताबसँग बसिदिनु पनि पर्यो। फुर्सद भएसम्म उसले पढेको सुनिदिनु पनि पर्यो। जेसुकै पढोस्, जस्तोसुकै पढोस्, उसले जानेको पढेको हामीले सँगै सुन्यौँ भने उसलाई हामीले पढ भन्नु परेन। अब सकिन्छ हामीसँगै उसँगै हामी पनि पढ्नु बस्यौँ भने त केही गर्नै परेन, पढ भन्नै नपर्ने रहेछ होइन। त्यसैले यो खालको कल्चर विकास गर्नको लागि हामी सबै लागौँ। हामी सबै हाम्रो घरबाट, मेरो घरबाट, तपाईँको घरबाट, सबैको घरबाट यो सुरुवात हुन जरुरी छ। र हामीले यो साल त भन्दै आएछ बिदाको पहिलो सपिङ किताबबाट भनेर होइन। लामो बिदा हुन्छ नि, अनि लामो बिदा भएको बेलामा पहिलो सपिङ, अरू जेसुकै किन्न मन लाग्छ